हेलो साथीहरू नमस्ते। आज चाहिँ म तपाईँहरूलाई यस्तो गेम लिएर आएको छु कि हजुरको माइन्डलाई टेस्ट गर्ने खालको गेम है। यो चाहिँ हामीले ठुलोदेखि लिएर सानो बच्चाहरूले पनि खेल्न सक्छौँ है। आफ्नो माइन्डहरूलाई टेस्ट गर्न है। हरेक कुराहरू यहाँनिर मैले सबै थोकको गेमहरू 6-7वटा 8वटा जस्तो गेमहरू मैले बनाएर एउटै एप्लिकेसनमा बनाएर हालिदिएको छु। हजुरहरूले चाहिँ त्यो गेमलाई खेलेर मजा लिन सक्नुहुन्छ। अनि एउटा खुसीको कुरा छ कि हामीले हाम्रो नेट छैन भने पनि हामीले बिना नेट पनि खेल्न सक्छौँ है त। तसर्थ म हजुरहरूलाई एप्लिकेसनमा गएर देखाउनेछु के छ त्यसमा हाम्रो गेमको फिचरहरू है त। ओके, मैले एप्लिकेसन ओपन गरिसकेँ। यहाँ हेर्न सक्नुहुन्छ मेड बाई सागर। यसमा चाहिँ थोरै लोड लिन्छ, मतलब नेटमा थोरै लोड लिन्छ, विदाउट नेटमा चाहिँ फास्ट नै हुन्छ है। थोरै वेट गर्नुहोस्। यहाँनिर हाम्रो लगभग 1 2 3 4 5 6 7 8वटा गेम छ है। हजुरले चाहिँ मजाले खेल्न सक्नुहुन्छ। यहाँनिर मेमोरी म्याच भनेको छ। यहाँनिर हजुरले चाहिँ चुज गर्नुपर्ने हुन्छ, मतलब मिलाउनु पर्ने हुन्छ। अब यो खरायो भयो, खरायो यसरी मिलाउनु पर्ने हुन्छ। यहाँ हेर्न सक्नुहुन्छ। यो मिल्यो भने मात्रै बस्छ, मिलेन भने बस्दैन है त। मैले यहाँ एउटा दिमाग लगाइसकेँ। यो र यो एउटा मिल्यो, यो र मिलेन, यो र यो मिल्यो है त। यसरी हामीले पहिला नै दिमाग लगाएर बस्नुपर्ने हुन्छ। यो र यो मिल्यो, यो र यो मिलेन, यो र यो पनि मिलेन, यो र यो पनि मिलेन, यो र यो यो र यो पनि मिलेन। यसरी हामीले दिमागलाई एकदम चङ्को बनाएर राख्नुपर्ने छ। को पहिला कहाँनिर छ भन्ने थाहा हुनुपर्छ है। अनि हामीले मिलाउन सकिन्छ। यसलाई र यसलाई यस, यसलाई र यसलाई यस, यसलाई र यसलाई नो, यो यस र यो यस, अनि यो र यो टक्क मिल्यो है त। 70 सेकेन्डमा मैले एउटा गेम कम्प्लिट गरिसकेँ। अनि यसमा इजी, यो त इजी भइहाल्यो है। यो चाहिँ चेन्ज भइरहन्छ है। यहाँभित्रको जुन अब पहिला अर्कै थियो, अहिले अर्कै छ है। यहाँनिर अब यो थियो भने फेरि मैले रिसेट गरेँ भने फेरि अर्कै आउनेछ है। अनि मिडियम पनि छ, त्यहाँदेखि अझै हार्ड पनि छ है। यहाँनिर धेरै छन्, हार्ड छन् है। यसरी नै खेल्ने हो। यो ब्लास्ट भनेको चाहिँ हामीले यो कलर जुन कलर धेरै छ त्यसलाई टक्क टच गर्ने, अनि यहाँ 5वटा ब्लक छ, यसलाई ब्लास्ट गरिदिने है। यसलाई पनि ब्लास्ट गरिदिने, जुन धेरै छ त्यसलाई ब्लास्ट गरिदिने। यसरी खेल्ने है। हामीले अफलाइन गरेर पनि खेल्न सकिन्छ है त। म तपाईँलाई अफलाइन खेलेर पनि म देखाइदिन्छु। यसरी खेल्ने हो है, ब्याक गर्ने हो। अनि यो टिकटक भन्ने छ, यसमा चाहिँ हामीले कम्प्युटर र आफूले खेल्ने हुन्छ है। यहाँनिर अब मैले एक्स गरेँ, ऊ कम्प्युटरले गरिदिइहाल्यो है। मैले यहाँ टच गरेँ, उसले त्यहाँ गर। हामीले बाटो छेक्नु पर्ने हुन्छ कि उसलाई नजिताउनको लागि। अब मैले यहाँनिर थिचेँ भने उसले उता थिचिदिन्छ है। यहाँ थिचेँ भने म विन भएँ, ठिक छ। मैले यसरी थिचेँ, उसले वहाँ, यसमा पनि म विन भएँ। यसरी थिचेँ भने यसरी म विन भएँ। यसरी उसलाई विन गर्न दिनु भएन है। यस्तो खालको उसले विन गर्यो, मैले उसको बाटो छेकिनँ है। यसरी उसले, कम्प्युटरले विन गर्यो। यसरी नै हो हामीले खेल्ने है। अनि यो वर्डहरू मिलाउनु पर्ने हुन्छ यहाँ, तर लोजिक भन्ने छ है। यो वर्डलाई चाहिँ हामीले सिधा कर्सर लगाएर मिलाउनु पर्छ। अब त्यो कहाँ छ त भन्दाखेरि सिधा हुन्छ, कोही ठाडो हुन्छ, कोही तेर्सो हुन्छ, कोही बाङ्गो हुन्छ है। त्यसलाई हामीले मिलाउनु पर्छ है, सिधा लगेर। जस्तै यस्तो 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 गरेर हामीले मिलाउनु पर्ने हुन्छ। ओके, यहाँनिर टाइमिङ दिएको हुन्छ, यसरी गर्ने। यसमा पनि 3 स्टेप हुन्छ, मिडियम, इजी, मिडियम र हार्ड हुन्छ। अनि यो पजल मिलाउने, मतलब यहाँनिर सिरियली हुन्छ। यहाँ 1 भयो भने यसरी 1 माथि लगायो भने 2, मतलब सिरियली
1 2 3 गरेर यहाँ माथि फर्स्टमा 1 हुन्छ भने लास्टमा 7 बनाउनु पर्यो। यसरी हामीले गर्ने है। अनि अर्को गेम छ त हामीले ब्रेक ब्रेकर भन्छ हैन, यो यसलाई यसो गर्ने। यसलाई चाहिँ यहाँनिर यो तल झर्न बित्तिकै हामीले यसलाई यहाँनिर तल भुइँमा झार्न दिनु भएन, झऱ्यो कि यसको ऊ हुन्छ, फेरि प्ले गर्ने। यसरी हामीले राखिदिनु पर्छ है। धेरै तल झऱ्यो भने यो गेम ओभर हुन्छ है। ओके, हामीले यसरी नै खेल्ने हो। म फेरि अर्को गेमतिर जानेछु हजुरहरूलाई गर्न। हाम्रो यहाँ अब सानोमा हामीले खेल्थ्यौँ है सर्पाको गेम हो, त्यस्तै गेम छ। हामीले स्टार्ट गरेर हाम्रो बटमहरू यहीँ छ। यहाँनिर अब यो रेखाभन्दा बाहिर जानु खोज्यो भने मर्छ है। फेरि हामीले स्टार्ट गर्ने, यसरी खेल्ने है। हामीले सानो सादा फोनमा खेल्थ्यौँ हो, त्यस्तै गेम हो यो। एकदम रमाइलो गेम छ, हामीले यसरी खेल्न सकिन्छ है। ओके, हामीलाई अल्छी लागेको बेला हामीले एकदम राम्ररी खेल्न सकिन्छ। यसरी हामीले लेभल क्रस गर्न पनि सकिन्छ। यसमा पनि मिडियम, हार्ड र इजी छ। ओके, अनि यहाँ म्याच च्यालेन्ज भन्ने छ है। यसमा चाहिँ अब हामीले यहाँनिर स्टार्ट गर्ने बित्तिकै 4 4 कति हुन्छ, 8 भएपछि हाम्रो यहाँ पास हुन्छ, करेक्ट हैन। यसरी नै हामीले खेल्ने हो, आफ्नो माइन्डलाई तेज बनाउने हो। र हामीले बच्चाले पनि खेल्न सक्छौँ र ठुलो मान्छेले पनि खेल्न सक्छौँ। ओके, हजुरहरूलाई के कस्तो लाग्यो? राम्रो लाग्यो भने हजुरहरूले गेमलाई डाउनलोड गर्न सक्नुहुन्छ र अरूलाई सेयर गर्न पनि सक्नुहुन्छ। सेयर गर्नको लागि यहाँ माथि बटन छ, यहाँनिर बटन टच गरेर फेसबुक, मेसेन्जर है, आफ्नो साथीहरूलाई सेयर गर्न सक्नुहुन्छ, इमोमा, जहाँ पनि। अनि यहाँ कपी गरेर पनि सेयर गर्न सक्नुहुन्छ, किनकि यहाँनिर मैले डाउनलोड लिङ्क राखिदिएको छु। ओके, अनि मैले भनेको थिएँ कि हजुरहरूलाई अफलाइनबाट पनि चल्छ भनेर है। अफलाइनबाट पनि चल्छ, म तपाईँलाई देखाइदिन्छु। यहाँ हेर्न सक्नुहुन्छ। ओके, मैले डाटा अफ गरिदिएँ। डाटा अफ गरिसकेपछि हामीले यहाँनिर टच गर्ने बित्तिकै हाम्रो ओपन हुन्छ है। ओपन भइसकेपछि हामीले मजाले खेल्न सक्छौँ। यहाँ हेर्न सक्नुहुन्छ, मजाले चल्छ है, एकदम मजाले चल्छ। हजुरहरू टेन्सन लिनु पर्दैन। हजुरहरू लाइन गयो या डाटा छैन भने पनि हजुरले मेरो गेममा खेलेर मजा लिन सक्नुहुन्छ। ओके, हस् त, धन्यवाद। यति भन्दैमा हजुरहरूलाई म मेरो गेमलाई खेलेर अगाडि बढाइदिनु हुन विनम्र अनुरोध गर्दछु है। ओके, थ्याङ्क यू।